त्यस्तै गरी कृषि औजार अनुसन्धान केन्द्रले अरू बालीहरू जस्तै आलु, उखु, धान आदिहरूमा कृषकहरूलाई आधुनिक औजार, मेसिनरी प्रविधि अपनाई खेती गर्न सघाइरहेको छ। आलु खेती गर्नको लागि ट्र्याक्टर चालित आलु रोप्ने मेसिनले पनि कृषकहरूको लागत कम गरी उत्पादन समेत बढाउन मद्दत गरेको छ। यो चाहिँ अटोमेटिक पोटाटो प्लान्टर हो। यसले चाहिँ एकैचोटि मल र बिउ चाहिँ एकैचोटि लगाउने काम गर्दछ, साथसाथै लगाइसकेपछि उकेर पनि लगाउने काम गर्दछ। आज हामी खेस्टोलमा किसानको खेतमा चाहिँ यो मसिनले आलुको डेमोन्स्ट्रेसन गर्दैछौँ। यो मेसिनको चाहिँ आलु लगाउँदा धेरैवटा फाइदाहरू रहेको छ। यसले चाहिँ सञ्चालन खर्च चाहिँ ट्र्याक्टर सहितको चाहिँ 975 लगभग 1000 को छेउछाउमा पर्दछ भने यसले चाहिँ आलु लगाउने खर्च चाहिँ लगभग 4900 रुपियाँ पर्दछ, जुन चाहिँ किसानको तरिका भन्दा 57% बचत हो र यसमा समयको पनि धेरै बचत हुन्छ। लगभग 80% चाहिँ समयको बचत हुन्छ, छिटै हामीले लगाउन सक्ने भयो। यो मसिनको चाहिँ कार्यक्षमता 6 देखि 8 कट्ठा प्रति घण्टा रहेको छ र यो मसिन विगत हामी 4 वर्षदेखि किसानको खेतमा लगाइरहेछौँ र यसको पपुलारिटी चाहिँ धेरै पपुलर भइरहेछ पछिल्लो समय। यसको चाहिँ फाइदाहरूले गर्दा